चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको अधीनमा रहेको WBRD विभाग मार्फत करिब 3.5 किलोमिटर लामो पक्की सडक निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। निर्माण हुन लागेको उक्त सडक मेरीबोङ गुम्बा डाँडादेखि लिङ्गिया चियाबारीको लम्बा धुरा हुँदै तामसाङ खासमहलसम्म जोडिनेछ। यस महत्वाकांक्षी योजनाको अनुमानित लागत करिब 3 करोड 19 लाख रुपैयाँ रहेको बताइएको छ। कार्यक्रममा क्षेत्रीय सभासद श्री सन्दीप छेत्रीले सभाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो भने समष्टि सचिव श्री ललित तामाङले कार्यक्रम सञ्चालन गर्नुभयो। लिङ्गिया मेरीबोङ ग्राम पञ्चायत सदस्य श्री निमेश नेम्माङले उपस्थित अतिथिहरू तथा स्थानीयवासीलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। शिलान्यास कार्यक्रममा विभागीय इन्जिनियर, निर्माण ठेकेदारहरू, बिजनबारी खण्डका कर्माध्यक्ष श्री अरुण छेत्री, लिङ्गिया मेरीबोङ ग्राम पञ्चायतका प्रधान श्री सनी तामाङ, निर्वाचित सदस्य श्रीमती ममता थापा, ठेकेदार श्री आनन्द खालिङ, समष्टिका सचिव तथा कार्यकारी सदस्यहरू, विभिन्न शाखा प्रशाखाका प्रतिनिधिहरू तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै सभासद छेत्रीले लामो समयदेखि जीर्ण अवस्थामा रहेको यस सडक अब गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल श्री अनित थापाको नेतृत्वमा पक्की सडकका रूपमा निर्माण हुन लागेको जानकारी दिनुभयो। उहाँले यस महत्त्वपूर्ण योजनाका लागि प्रमुख कार्यपालप्रति आभार व्यक्त गर्दै स्थानीयवासीलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो। ब्युरो रिपोर्ट राजेश जोशी, दार्जिलिङ। को इलेक्सन भएको थियो, यो मैले आज तपाईहरुलाई भन्नुपर्छ। त्यति बेला हामी 1 महिना डुलेका छौं अनि 1 महिना डुल्दाखेरि प्रत्येक घरमा जाँदै खदा लगाएको छौं। अनि म त सानो भएको कारणले गर्दाखेरि मैले प्रायलाई चाहिँ सबैलाई ढोकेको छु। तपाईहरुले मलाई आशीर्वाद दिनुहोस्, योपालि ल है योपालि मलाई जिताउनु पर्छ भनेर मैले भनेको छु। अनि त्यति बेला भन्दाखेरि तपाईहरुले मैले यो अस्ति पनि भने मेरो सम्भाषणमा तपाईहरुले हुन्छ तपाईलाई हामी जिताउँछौँ भन्नुभयो, जिताउनु पनि भयो, सभासद पनि बनाउनु भयो अनि त्यसको लागि धन्यवाद छ। तर गाउँ जाँदाखेरि घर ढोक्दाखेरि बाटो बनाइदिनुहोस् है भन्नुभएको थियो, हल बनाइदिनुहोस् है भन्नुभएको थियो, पानीको समस्या समाधान गरिदिनुहोस् है तपाईँ जितेपछि भन्नुभएको थियो। अनि हामीले गर्दैछौँ। अब यही मारेबुङ गुम्बा टु तामसाङ खासमल भाया लम्बाधुरा यो रोड हुनुमा हामीलाई जिटिएको सभासद भइसकेपछि, जिटिएको चिफ अनित थापाज्यू भइसकेपछि हामीलाई 3.5 वर्ष लाग्यो। अनि 3.5 वर्ष चाहिँ तपाईँहरूले एकदमै हामीलाई खै हाम्रो बाटो भन्नुभयो नि त। हामी अहिले पनि हामी गाउँमा जान्छौँ, खै हाम्रो हल तपाईहरुले भन्नुहुन्छ। हामीले कति जग्गा हलको काम गरेका छौँ, कति जग्गा गर्नु सकेको छैन, प्रोसेसमा छ। कति जग्गा बाटो हुँदैछ, कति जग्गा हुनु सकेको छैन, प्रोसेसमा छ। हामीलाई त खै भन्नुहुन्छ, खै गर्ने तपाईहरु हुनुहुन्छ। तर म तपाईहरुलाई रिक्वेस्ट गर्छु, जतिजनाले राजु विष्टज्यूलाई पनि एमपी बनाउनु भयो, जतिजनाले निरज जिम्बाज्यूलाई पनि एमएलए बनाउनु भयो, उहाँहरूलाई चाहिँ खै गोर्खाल्यान्ड, खै पिपिएस किन नभन्नु भएको हो? हामीलाई त बाटो खै भन्नुहुन्छ। गर्दैछौँ हामी, हुँदैछ। तर आज उहाँलाई पिपिएस खै, गोर्खाल्यान्ड खै चाहिँ हाम्रो मान्छेहरूले किन नभनेको होला भन्ने मलाई भित्रबाट नै त्यो अब भन्नु मनपर्छ। तर जेसुकै होस्, आज यो बाटो भयो। यो बाटोको एकदमै हाम्रो समयमा जब म सभासद भएँ मेरो बिटर एक्सपिरियन्स छ। सायद यो लिङ्गिया निमेश साथीको वार्ड हो। अनि म माफ गर्नुहोस्, मैले हाम्रो यहाँ गुरामालाई, निता गुरामालाई सम्बोधन गर्नु बिर्सेछु। एकदमै धन्यवाद, गुरामा पनि आइदिनु भयो। यो निमेश साथीको वार्ड चाहिँ समष्टिको अहिलेसम्मको हामी सभासद भइसकेपछि सबैभन्दा बेसी घर जलेको वार्ड चाहिँ निमेश साथीको वार्ड हो। यो मारिबुङ लिङ्गिया जिपीमा अहिलेसम्म चाहिँ सायद हिसाब गर्दाखेरि 7वटा घर जल्यो होला उहाँको वार्डमा। अनि 7वटा घर जल्दाखेरि 3टा घर चाहिँ यही बाटो भएर यही मारेबुङ टु तामसाङ खासमल भाया लम्बाधुरा जाने बाटोमा नै यो लम्बाधुराको 3वटा घर जल्यो। अनि आजभन्दा 1.5 वर्ष अगाडि पनि एउटा घर चलेको थियो, जसमा वीरकुमार दाजुको घर
अनि त्यो घर जल्दै थियो। फायर ब्रिगेडलाई हामीले फोन गर्दै थियौँ, फायर ब्रिगेडको गाडी पनि यहाँनिर आयो, तर बाटो खराब भएको कारणले गर्दाखेरि फायर ब्रिगेड जानु सकेन। फायर ब्रिगेड जानु नसक्दाखेरि उहाँ रिटायर्ड आर्मी हुनुहुन्छ, वीरकुमार दादाको बाबा, उहाँले जति पनि आफ्नो देशलाई सेवा गरेर ल्याएको पुँजीले बनाएको घर थियो, त्यो घर एउटा पनि बाँचेन, सबै खरानी भयो। बाटोको कारणले गर्दाखेरि त्यहाँ फायर ब्रिगेड जानु सकेन, निभाउन सकेन। त्यो बिटर एक्सपिरियन्स हो, फायर ब्रिगेडको गाडी जानु सकेन। म त्यति बेला त्यहाँनिर पुगेँ। अब म त जहीँ पनि पुग्छु, घर चल्दा होस् या पहिरो आउँदा होस्, के हुँदा होस्, यत्रो कुरामा पनि समष्टिको प्रत्येक गाउँमा पुग्ने कोसिस गर्छु। अनि त्यहाँ पनि पुगेँ। अनि त्यति बेला पनि अब लम्बाधुरावासीले यो बाटोको कुरा राख्नुभयो, बाटो भएको भएदेखि सायद त्यो घर बाँच्थ्यो। हिजो अस्ति पनि 2 महिना अगाडि, सायद 1.5 महिना 2 महिना अगाडि पनि 2टा घर त्यही गाउँमा जल्यो। जल्दाखेरि त्यति बेला चाहिँ हामीले यो अस्ति 4 तारिकको पहिरो गएको थियो। 4 तारिकको पहिरो जाँदाखेरि चाहिँ त्यति बेला जेसिबी हामीले नै पठाएको थियौँ। उहाँहरूले धन्न बाटो चाहिँ ठुलो खनी, पहिरो सोर्दाखेरि चाहिँ बाटो चाहिँ ठुलो प्रकारले सोरिदिएछ र चाहिँ सानो गाडी पिकअपहरू चाहिँ या सानो गाडीहरू चाहिँ या स्पेसियोहरू चाहिँ जानु सक्ने भएको थियो। अनि फायर ब्रिगेडलाई चाहिँ ठुलो गाडी नल्याउनुहोस्, सानो गाडी मात्रै जान्छ भनेर चाहिँ सानो गाडी ल्याएर चाहिँ त्यहाँनिर त्यो घरको आगो निभाउने काम गऱ्यौँ। त त्यो 2वटा घर पनि मोटामोटी बाँच्नु त बाँचेन, त्यो पनि उयो नै भयो। एउटा घर चाहिँ आंशिक ड्यामेज छ, 3टा घरलाई छुको हो, एउटा घर। यस्तो छ यहाँको स्थिति हो। बाटो नहुँदाखेरि भोग्नु परेको समस्या यो हो। अनि यो कुराहरू हामीलाई थाहा छ। अनि जिटिए प्रमुख कार्यपाल अनित थापाज्यूको पहलमा यो तपाईँहरूको 3.5 3.5 किलोमिटरको बाटो चाहिँ यो तपाईँहरूको भइराखेको छ। अनि तपाईँहरूले अनलाइनमा पनि यो बाटो हेर्नु सक्नुहुन्छ। हामीले आशा पनि राखेको हुनुपर्छ जस्तो मलाई लाग्छ। र आज ढिलै भए पनि मेरीबुङ गुम्बा डाँडादेखि लिएर तामसाङ खासमलको शिरसम्मको यो 3.5 किलोमिटरको बाटो निर्माण हुन गइरहेको छ। र यो एउटा हर्ष विभोर गर्ने क्षण हो। तपाईँ हामी उत्साह मनाउनु पर्ने यो क्षण हो। र यहाँबाट म यही भन्न चाहन्छु, यो कामले एउटा सफल रूप लिएको हामीले देख्न सकौँ। र जब यो बाटो बनिसक्छ, जब यो सललल गाडी घोडा कुद्ने बाटो तयार हुन्छ, त्यति बेला हामीले हाम्रो समष्टिको सभासदलाई धन्यवाद दिन पनि नभुलौँ। गुनासो जसरी राखेका हुन्छौँ, बनिसकेपछि धन्यवाद दिन पनि नभुलौँ। हाम्रो यो एउटा भुल्ने आदत छ, नभइन्जेलसम्म दुःख दिने, रिजाउने, भएपछि त्यो भएको कुरामा पनि गल्ती खोज्ने हाम्रो एउटा स्वभाव हुन्छ। र तपाईँहरूलाई आज नै म त्यो निवेदन गर्न चाहन्छु। अनि यो बाटोको शिलान्यास आज भएर जब यो कार्यरूपमा कार्यान्वयन भएर जान्छ, त्यति बेला जब काम सुरु भइरहेको हुन्छ, त्यति बेला नै तपाईँ हाम्रो उत्तरदायित्व बन्छ। काम कस्तो भइरहेको छ, कसरी गरिँदैछ भन्ने त्यसको हेरचाह गर्न, निरीक्षण गर्न हाम्रो उत्तरदायित्व बन्छ। तर हाम्रो एउटा स्वभाव के पनि छ भने काम भइसकेपछि हामी खबर गर्नुभएको थियो, त्यहाँदेखि नै हामी खुसी भएर यहाँ हामी धेरै तामसाङ खासमल बस्तीको साथीभाइहरू दिदीबहिनीहरूको साथमा हामी यहाँ उपस्थित भएका छौँ। र आज यो कार्यक्रमको सभापतिज्यू, म धेरथोरमा म अलिकति बाहिरतिरै बसेको हुना कारणले म विशेष गरेर यसरी भाषण दिने मेरो आदत छैन र कतिपय महानुभावलाई म चिन्न पनि सक्दिनँ र सबैलाई एकमुष्टमा नमस्कार गरेँ मैले। विशेष गरेर यो हाम्रो बाटो बहुत पहिलादेखिको नै हो भनौँ भने यो हाम्रो विमल भाइको रेजिमदेखिको हो। यो हामी यसको पछि धेरै 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 हामी दौड्यौँ, कहाँ के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरोहरू लिएर हामी दौडादौडी गऱ्यौँ। हाम्रो साथीभाइहरू धेरै जग्गाहरू गए, धेरै नेताहरू भेटे, तर यो सम्भव भएन। र आज त्यहाँ हाम्रो जिटिए प्रमुख
श्रीमान अनित थापाज्यूको नेतृत्वमा यो आज हाम्रो काम एउटा फत्ती हुन गयो। यसको लागि उहाँलाई हाम्रो तामसाङ खासमल बस्तीको तर्फबाट मुरी धन्यवाद दिन्छौँ। साथसाथै हाम्रो सभासदज्यूलाई पनि उहाँको यो परिश्रमलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। विशेष गरेर यो बाटो किन जरुरी थियो भन्नाले हामी यहाँ तामसाङबाट सिधै 3.5 किलोमिटरको त्यहाँ बस्छौँ। एउटा हाम्रो खासमल बस्ती हो, त्यहाँ हाम्रो उहाँको पञ्चायत अफिसै यहाँनिर छ र हाम्रो बुढा खाडा नानीहरू कतिपय यहाँ पञ्चायत अफिसमा आउने कार्य परि नै रहन्छ र बुढाखाडी त कहिले पनि आउनु सक्दैन, उहाँहरू हिँड्नै सक्दैन र उहाँहरू गाडीमा आउनु बाध्य हुनुपर्छ। त्यस कारणले पनि हामी यो बाटो खराब भएको कारणले गर्दा हामी मोटामोटी पञ्चायत अफिसको कार्यालयसँग हामी अलग भएर बसेको जस्तो भान भएको थियो। साथै यो बाटो दार्जिलिङको लागि, बिजनबारीको लागि यो छोटो बाटो भएको कारणले गर्दाखेरि यहाँ हाम्रो नानी कलेज जाने नानीहरू, यी मारेबुङमा पढ्ने, न्यू लाइटतिर पढ्ने नानीहरूको लागि बडा असुविधा भएको थियो। त्यस कारणले गर्दा यो बाटो भयो भने जो बनिँदैछ त्यसले हाम्रो उहाँको तामसाङ खासमल बस्तीको लगायत लम्बाधुराको नागरिकहरूलाई धेरै धेरै सुविधा हुनेछ र यो बाटो बन्दैछ र हाम्रो विभागीय इन्जिनियर साहबहरूलाई पनि मेरो नम्र निवेदन, यतिका दिनपछि आएको बाटोलाई जब कार्यरूपमा आउँछ भने उहाँहरूले पनि अलिकति यो गुणवत्तामा ध्यान दिनुहोस् भन्ने यहीँबाट मैले अनुरोध गर्छु। साथै हाम्रो ठेकेदार साहबलाई पनि यहीँबाट हामीले निवेदन गरे कि उहाँले यो बाटोलाई सही रूपमा बनाइदियोस् भन्ने मेरो अनुरोध छ। साथै फेरि पनि यहाँ हाम्रो सभासद श्री सन्दीप छेत्रीज्यूको यो कठोर परिश्रमलाई ध्यानमा राख्दै उहाँलाई धेरै धेरै धन्यवाद भन्दै मेरो सानो यो वक्तव्य यहीँ शेष गर्छु। यहाँहरू सबैलाई नमस्कार। विशेष गरी आज हामीले यो मारेबुङ गुम्बादेखि लिएर तामसाङ खासमलसम्म भाया लम्बाधुराबाट भएर गुम्बा टु तामसाङ खासमल भाया लम्बाधुराको चाहिँ तपाईँको 3.5 किलोमिटरको चाहिँ बाटो यो शिलान्यास गरेका छौँ। अनि यो बाटोको अब आधिकारिक रूपमा हो भनेदेखि चाहिँ आजदेखि नै चाहिँ यो काम सुरु भएको हो। तर यहाँनिर चाहिँ अब अलिकति यो अब 1-2 दिन पछिदेखि चाहिँ यहाँनिर अलिक स्पिडमा नै, द्रुत गतिमा नै यो चाहिँ अब काम सुरु हुन्छ। अनि यो बाटोले चाहिँ अब तपाईँको तामसाङ खासमलसम्म चाहिँ अब यो बाटोले चाहिँ भेट्छ। अनि यो बाटोको अवस्था एकदमै जीर्ण थियो। अब विगतका दिनहरूमा यहाँनिर अब लम्बाधुरा भन्ने जुन चाहिँ गाउँ छ, त्यो गाउँमा घरहरू जल्दाखेरि पनि अब फायर ब्रिगेड धरि आउनु नसकेको हो। उहाँको धेरै पहिलादेखि नै अब यो बाटो बनिनुपर्छ भन्ने अब सोच थियो यहाँ ग्रामवासीको गाउँको। अनि यो बाटो चाहिँ आज अनित थापाज्यूको पहलमा, जिटिए प्रमुख कार्यपाल अनित थापाज्यूको माध्यमद्वारा चाहिँ आज यो बाटो सफल हुन गइराखेको छ। त्यसको निम्ति चाहिँ म हृदयको अन्तस्करणबाट नै जिटिए प्रमुख कार्यपाल अनित थापाज्यूलाई धन्यवाद भन्न चाहन्छु। अनि यो बाटोमा हिँड्ने सबैजना, तामसाङ खासमलको होस्, लम्बाधुराको होस्, मारेबुङ गुम्बाको होस्, चुङथुङ मारेबुङ तामसाङ समष्टिको जतिजना मान्छे पनि यो बाटोमा हिँड्छ, उहाँहरू सबैलाई नै म बधाई टक्राउन चाहन्छु। हामीले काम गर्दैछौँ हो, धेरै जग्गा ढिलो हुँदैछ, कति जग्गा हलको काममा ढिलो हुँदैछ, कति जग्गा बाटोको काम गर्नु ढिलो हुँदैछ, तर हामी काम गर्दैछौँ। अझै हाम्रो जिटिएको कार्यपाल छ, हामी सबै जग्गा नै जे हामीले भनेका छौँ, चुनाव अगाडि बाचा गरेका छौँ, त्यो सबै बाचाहरू पुरा गर्छौँ भन्दै आज यो च्यानल मार्फत म जानकारी गराउन चाहन्छौँ। हामी त्यो आश्वासनको भरमा राजनीति गर्ने व्यक्ति पटक्कै होइनौँ। किनभनेदेखि 20 वर्ष त अब राजु विष्टज्यूलाई, बिजेपीलाई अब हाम्रै मानिसहरूले भोट हाल्यो गोर्खाल्यान्डको लागि। माकल बाबाको पनि कसम उहाँहरूले खाएकै हो। तर अब एसआरमा दुःख दियो, गोर्खाल्यान्ड त छोडिदिउँ, पिपिएस त छोडिदिउँ, उहाँहरूले यो आश्वासन मात्रै दिएको, ढाँटेको मात्रै हो, गरेन। तर हामी उहाँहरू जस्तो ढाँटेर राजनीति गर्दैनौँ। हामीले यहाँनिर जे बोलेका छौँ, ढिलो हुँदैछ, समय लाग्छ, सरकारी प्रक्रियामा समय लाग्छ, तर
हामीले बोलेको कुराहरू जति पनि छ हुँदैछ हुन्छ अनि अझै आउने दिनहरूमा पनि हुनेछ भन्दै यो मेरो अब च्यानल मार्फत दुई शब्दलाई यही राख्छु। धन्यवाद।